आबुखैरिनीबाट 4 घण्टाको पैदल यात्रापछि मनोकामना मन्दिर जाँदै गर्दाको यो मनोकामनामा अवस्थित बजारको दृश्य साह्रै रमाइलो छ। अबको केही क्षणमा मनोकामना मन्दिरको दर्शन जय मनोकामना त्यो बाटो गएर भने जिन्दगीभरि अरू जे जति घुमे पनि जे जति गरे पनि जिन्दगी यादगार त त्यही हो नि। विशेष परिस्थितिले विशेष भूमिका राख्छ क्या। आइपुग्यो सुजनहरू पनि हिँड्न सक्छ। यता डरा हिँड्न खोजेर कहाँबाट त्यो त के घर सम्झाइदिनुहोस्। घर छोड्ने बेला छैन। घरमा सम्झाइदिनु होला। तपाईँको मामा होइन उसको बुवा मामा यो पढाइ हुँदैन के गर्नु यसले पढाइ सक्दैन मामा। धुरा भुरेर थाहा पाइसकेको छ। अरे मार जता पड्का भयो नि